So hi guys, welcome to my new video. And आजको भिडियो चाहिँ के हो भन्दाखेरि यहाँ चाहिँ मेरो दाजु देख्न सक्नुहुँदै होला। यसले चाहिँ खाना पकाउन आँटेको छ। सो म तपाईहरुलाई यसले कसरी खाना पकाउँछ त्यो देखाउँछु ल, हेर्दै गर्नु होला। सो यहाँनिर चाहिँ प्याज कटिङ गर्दैछ ब्रोले। यसले चाहिँ उता ड्युटीमा ज्यादा खानाहरु पकाएर आज फर्स्ट टाइम घरमा बनाउन आँटेको हो। हाय ओइ तेरो यो YouTube च्यानल आफूसँगै राख। यहाँ भात चाहिँ मैले रेडी गरिसकेँ, मैले बसाइसकेँ हैन। अझै हाम्रो दादाले मासु बनाउँछ, सो म चाहिँ दाल बनाइदिन्छु। फेरि मासु चाहिँ काटेर रेडी छ, यो काट्नु पनि मैले काटेको हो। सो गाइस दादाले चाहिँ मासु बनाउँछ, भात पनि बसिसक्यो, अब चाहिँ दाल बनाउँछु। म चाहिँ हाम्रो आकाशले आज कताबाट खाना बनाउनु आँट्यो भनेको थिएँ चाहिँ मलाई यति सघाइदिनु मात्रै आएको अरे, हेर्नु न यति काटेर मै पकाउनु अरे। ननसेन्स बोय। अलिकति ब्रेड हुनु दिएर चाहिँ ब्राउन ब्रेड होइन ब्राउन हुनु दिएर कोहीलाई चाहिँ अलिक ब्राउन हुनु दिनुपर्छ, मजाले फुलेर चाहिँ मासु हाल्नुपर्छ। सो यतिको चाहिँ भयो होइन, यतिकोमा चाहिँ हाल्छु म, किनभने ज्यादा भएको पनि मलाई मन पर्दैन नि त। अब चाहिँ यहाँ हो सो म तपाईहरुलाई चाहिँ अब देखाउँछु ल म चाहिँ कस्तो बनाउने। सो मेरो चाहिँ मासु रेडी भयो, अब चाहिँ अजाहरूलाई दिनुपर्ने हुन्छ। सो यहाँ चाहिँ हाम्रो अजालाई खाना, यहाँ चाहिँ अजीले चाहिँ काँचको थालमा खाना मन पराउनु हुँदैन नि त, अन्त हाम्रो अजा र अजी खाना चाहिँ यति नै हो। राति दिनमा सबैमा यति नै खानुहुन्छ। मजाको देख्यो भन्नुहुँदैछ। अब चाहिँ हाम्रो चाहिँ बिमारी हुनुहुन्छ नि त। सो यहाँ चाहिँ हाम्रो अजाले स्टार्ट गर्नुभयो, अझै पनि बस्नु भएको छ हो। सो हेर्नुहोस् न। सो गाइज आजको भिडियो चाहिँ यति नै, अन्त यतिमै म एन्ड गर्छु। बाई बाई, सी यू गाइज इन नेक्स्ट भिडियो।